साथीहरू, आज माइती जाँदै गर्दा हर्ष र उत्साहका साथ मेरो मनमा आएका केही विचारहरू यहाँहरू समक्ष सेयर गर्दैछु। विवाहपछि आफ्नै संसारमा व्यस्त भए तापनि एउटी नारीको गहिरो माया अनि सम्झनाको मिठो सङ्गम उनको माइती घर नै हो। माइती घर जाने बेला बाटोभरि उत्साहित हुँदै सम्झना र भावनाहरू एकैपटक जागृत हुन्छन्, जहाँ उनले आफ्नो पहिचान, माया र आफ्नोपनले बनाएकी हुन्छन्। घर नजिकै जाँदा बाल्यकालका मिठा यादहरू आँखा वरिपरि झल्किन थाल्छन्। आँगनमा खेलेका हरेक खेलसँगै साथीभाइ तथा दिदीबहिनीसँग गरेका साना साना झगडा र फेरि मिलेर हाँसेका क्षणहरू अनि ती यादहरू कति सुन्दर लाग्छन्। माइती घर पुग्ने बित्तिकै लाग्छ समय बिते पनि यहाँको माया भने कहिले परिवर्तन भएको छैन। आमाको माया, बुवाको स्नेहशील मुस्कान र दाजुभाइको मिठो हाँसोले मनै हर्षित हुन्छ। माइती घर माया र आफ्नोपनले भरिएको एउटा सुन्दर सङ्गमस्थल हो, जहाँ उनको हरेक मिठा पलहरूले भरिएको हुन्छ। त्यसैले माइती घर जाने खुसी केवल यात्रा र भेटघाट मात्र नभई उनको मनमा रहेका हरेक सम्झनाको सुरक्षित थलो पनि हो, जहाँ सबै दुःख भुलाई आफूलाई पूर्ण सुरक्षित र वास्तविक मायाले भरिएको अनुभूति हुन्छ। हो कि न साथीहरू, यहाँहरूलाई कस्तो फिल हुन्छ सेयर गर्नुहोला।